ब्रह्मा वरेन्द्रद्रमरु स्तुपन्ते स्तुपदेवै सानागा पदक्रम पुनिसर्कायन्त्यं सामागा ध्यानवस्थितनगते मनसापस्यन्ति अभिनमेसन्तु विदुषुर सुराकणाय देवाय तस्मै नमः श्रीमच्च चन्द्रजलभ शुक्लम्बरा मल्लिका माला अलङ्कृत कुण्डल परिवेशन मुक्तावली सुविधा सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षय मालाकारा वाग्देवी वदनं बुझि वस्तु मित्रलेके माता चिरम मुखम करुते वाचालं पङ्गुलगम गयति गिरवं हेतिर्पातम वन्दे परमानन्द माधवं नमो भगवते तस्मै व्यासाय तेजसे प्रसादुच्छामि नारायण कथान श्री स्वस्तानि पुरुष जय भगवान नारायण श्री सुन्दरवाज कुमार जी आगे गर्नुहुन्छ मुनिराज यता महादेव विष्णुका कुराकानी भएर श्री विष्णु गएपछि महादेव जालन्धरसँग युद्ध गर्न जानुभयो। श्री महादेवको जालन्धरको घोर युद्ध हुन लाग्यो। उता वृन्दाको प्रतिबद्ध धर्म विष्णुले हर्षेको हुनाले जालन्धर निर्बल भई महादेवसित युद्ध गर्न नसके आकाशमा गई माया युद्ध गर्न लाग्यो। तब महादेवले पनि आकाशमा गई युद्ध गरेर जालन्धरको बल सकिन गयो। त्यो देखि श्री महादेवले अब त वृन्दाको शक्ति विष्णुले लगाइसकेका छन् भन्ने थाहा पाई आफ्ना हातमा रहेको त्रिशूल उठाई तिनै आँखाबाट आँगाको ज्वरो निकाली रिसले चुर भई जालन्धरको छातीमा रुनुभयो। त्यो त्रिशूलको पीडाले जालन्धर मरि अन्तपुरको चोकमा बीचमा ठुलो आवाज गरी पछाडि नै पुगेर त्यो आवाज सुने के को शब्द आयो भने हेर्न जाँदा आफ्नो स्वामी जालन्धरको मरेको शरीर पछाडि नआएको देखि वृन्दाले तरतरका यो पिता त गर्न लागेन। हे स्वामी, यस्तो अवस्थामा मलाई एक्लै छोडी तपाईँ कहाँ जानुभयो? पापिष्ट विष्णुले छल गरेर तपाईँको यो अवस्था भयो। हेर्न तपाईँ बिना अब कसरी बाँच्ने? जहाँ जानुहुन्छ मलाई पनि उहीँ लैजानुहोस् भने केस मिल्दै विष्णुको मुख हेरी भन्न लागे, हे पापिष्ट विष्णु, तिमीले जाल गरी मेरो पतिव्रता धर्म नष्ट गराइदिँदा आज मेरो स्वामीको यस्तो अवस्था भयो। अब तिमीलाई श्राप दिन्छु। घाँस हुनु परोस्, रुख भइरहनु परोस्, ढुङ्गा भइरहनु परोस्, झार भइरहनु परोस्। यति चार कुरा तिमीलाई श्राप दिए पनि विष्णुले श्राप दिई जालन्धरसँग सती भई प्राण छोडिन्। हे अवस्था पनि पतिव्रताले श्राप दिएको हुनाले श्री विष्णुलाई झार हुनु परोस् भनेकोमा तुलसी भइरहनु पर्यो, घाँस भइरहनु परोस् भनेकोमा कुश भइरहनु पर्यो, रुख भइरहनु परोस् भनेकोमा पिपलको रुख भइरहनु पर्यो, ढुङ्गा भइरहनु परोस् भनेकोमा शालिग्राम भइरहनु पर्यो। यस कारणले तुलसी, कुश, पिपल र शालिग्राम विष्णु पनि सबैले मानि पूजा गरेको हो। अगस्त्य मुनि पतिव्रता धर्म भनेको बडो ठुलो धर्म, त्यसको प्रभाव देखिहाल्यो। तब श्री विष्णुले श्राप पाए श्री महादेव कहाँ गई सब हाल सुनाए। अब वृन्दाको श्राप मोक्ष गर्न जान्छु भने महादेवसित विदा भई तुलसी, कुश, पिपल, शालिग्राम भइरहनु भयो। विष्णु गएपछि महादेवले साँढेमाथि चढी ब्रह्मादि देवतालाई अघि पछि लगाई नाना तर्का बाजा बजाएर गन्धर्वले नाच गरेको हेर्दै पुष्पवृष्टिको साथ ठुलो उत्सव गर्दै कैलाशमा प्रवेश गर्नुभयो र प्रबन्धगढ समेत भई शिवशक्ति स्वरूपमा आफ्नो आनन्द रहनुभयो। सबै देवता श्री महादेवसित विदा भई आफ्ना आफ्ना आश्रममा गए। यदि स्वर्गको कुरा कह्यो अब पातलको कुरा कन्छ। अवस्था म एक चित्त भई सुन अवस्था अस्वस्थमा ऋषि पार्वतीको आज्ञाले सप्त पातलको मूल र सतल पातलमा पुगे। कस्ता पातल भने सूर्यको जस्तो खुब चहकिलो तेज भएको, रङ्ग बिरङ्गका रत्नले जडजडा भएको, सुवर्णको पुगी अनगिन्ती सम्पत्ति भएको, शेष अनन्त बासुकी तक्ष कर्कोट पद्म शङ्ख कुलीर वरुण अरुणागहरू बसेका नागिनीहरू पनि हिरा मोती मडी माडिके इत्यादि गहना र थरथरीका कपडा पहिरी उभन्दा उराम्री भइरहेका यस्ता पुरीमा पुगी शेषनागका कर्म गए। हे शेषनाग, उमादेवको आज्ञाले श्री स्वस्तानी परमेश्वरको व्रत गराए। जो दुखी छन्, जो दरिद्र छन्, तिनलाई उद्धार गर्न आइरहेछु। कोही दुखी छन् कि भने त्यो सुनेर शेषनागले भने, हे अस्वस्थमा ऋषि, त्यहाँ त्यस्ता कोही छैनन्। नाम त्यसपनको नगीतमा शङ्खचूर्ण, रत्नचूर्ण, कृपादत्त, धातराष्ट्र, नागको खर्च उनका श्रीहरू दुःखमा छन्। उहाँ गई सोध भनेर अस्वस्थमा ऋषि नागिनीहरू बसेको ठाउँमा गएर शङ्खचूर्णकी श्री हिरावती, रत्नचूर्णकी श्री रत्नवती, कृपादत्तकी श्री पद्मावती र धातराष्ट्रका श्री मृगावती यदि श्री पुरुष परस्परमा प्रीतिले रहेका थिए। दुःख पाएर घरमा बस्न नसकी नागहरू प्रदेश गए। नागिनीहरू दुखी हुँदा पनि धर्ममा रहेका थिए। नागहरू प्रदेश गएपछि नागिनीहरूले अब के गरौँ, कता जाउँ भनी चारैवटीले सल्लाह गरी घर छोडी वनमा बसी दुःखले दिन काट्नलाई यसरी 12 वर्ष बिते तैपनि नागले नागिनी खबर पाउन सकेन। नागिनीहरूले पनि नागको खबर पाउन सकेन। अस्वस्थमा ऋषिले त्यस्ता दुःखमा परेका नागिनीलाई बोलाउँदै गएर नागिनीहरूले त्यो शब्द सुनि को बोलाउँछ भने गुफादेखि निस्किएर अस्वस्थमा ऋषिलाई देखि, हे ऋषि स्वर आज हाम्रा कर्म तपाईँकै कामले आउनुभयो भने सोझा अस्वस्थमा भन्छन्, हे नागिनी हो, उमादेवीको आज्ञाले जो दुखी छन्, जो दरिद्र छन्, जसका पति छैनन्, जसका स्त्री छैनन्, तिनलाई श्री स्वस्तानी परमेश्वरको व्रत गराई उद्धार गर्न पनि आइरहेछु। त्यो सुनि नागिनीहरूले मनमा आनन्द माने, हे ऋषि स्वर, हामी दुखिनी पनि छौँ, पापिनी पनि छौँ, सन्तान पनि छैनन्, पति पनि घरमा छैनन्। यस कारणले त्यो व्रत गराउनुहोस् भने नागहरू प्रदेश गएका र आफूले दुःख पाएको वृत्तान्त भने आदर गरी आसनमा बसाले भने अस्वस्थामा बन्द जाने नागिनी हो। एक चित्त भई सुन सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वयं पाउँ भनी गरेको श्री स्वस्तानी परमेश्वरको व्रतको विधि बताउँछु। पौष शुक्ल पूर्णिमाका दिनदेखि हात गोडाको नङ काटी स्नान गरी शुद्ध भई एक भक्त र एक चित्त गरी मेरो फलाना कामना सिद्ध होस् भने महिना दिनसम्म मध्याह कालमा श्री महादेवको पूजा गर्नु। श्री स्वस्तानी परमेश्वरको कथा सुन्नु। माघ शुक्ल पूर्णिमामा 78 सय रोटी अक्षत बेली पुष्प जने पान सुपारी जात जातका फुल यी सबै 108 अरू सगुन तरतरका सामग्री तयार गरी आसी तामाको थालीमा ओङ्कार लेखी ढुङ्गा जलले स्नान गराउनु। श्रीखण्ड रौत चन्दन सिन्दुर फुल र माला पहिराउनु। धूप दीप नैवेद्य वस्त्र कस्तुरी बेटी चढाउनु। श्री स्वस्तानी परमेश्वरको पूजा गर्नु। अति दिन ध्यान जप र स्तोत्र पाठ गर्नु। अनि प्रसादजीको 78 सयमा 8 रोटी 8 अक्षता 8 बेली पुष्प
8 जरे 8 पान 8को सुपारी सगुन समेत आफ्नो पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए जुन कामना गरी आफूले व्रत गरेको छ मेरो सोही कामना सिद्ध होस् भनी गङ्गामा लगी बुहाउनु, 100 रोटी आफूले फलाहार गर्नु, राति जागरण गरिरहनु, शीर्षस्थानीको व्रतको प्रभावले तिमीहरूको दुःख नाश हुनेछ, नागहरू पनि आइपुग्नेछन्, इच्छा सिद्धि होला, यसमा अन्यथा नमान। यति अवस्था मैले भनेपछि नागिनीहरू बहुतै खुसी भए। हामी स्त्री जातिलाई त्यस्तो ज्ञान कहाँ होला, तपाईँ नै बसी त्यो व्रत गराए, हामी अभागिनीहरूलाई उद्धार गरी जानुहोस् पनि घर लगी श्रद्धापूर्वक भोजन गराए, घरमा बसाली राखे। त्यसपछि पौषले पूर्णिमाको दिन आएर विधिपूर्वक व्रत आरम्भ गराए। महिना दिन पुगेर माघ शुक्ल पूर्णिमाका दिन सबै सामग्री तयार गरे, श्री स्वस्थानी परमेश्वरको पूजा गराइसके ऋषिहरूले नागिनी हो अब अध्ययी ध्यान जप र स्तोत्र पाठ गर भनेर नागिनीहरूले अध्ययी अञ्चली मागे। हे ईश्वरी, हामी पापिनीको पूजादेखि खुसी भई यस दुःखको समुद्रदेखि पार गर्नुहोस् पनि स्तुति गर्दैमा पूर्व दिशादेखि 1000 सूर्यको जस्तो तेज भएका श्री स्वस्थानी जो ईश्वर प्रकट भई दर्शन दिनुभयो भन्नुहुन्छ। हे भक्तजन, तिमीहरूको भक्तदेखि म खुसी भई वर माग। यस्तो ईश्वरीको आज्ञा सुनि नागिनीहरूले भने, ईश्वरी हाम्रा नागहरू चाँडै आइपुगुन्, दुःख नाश होस् भनी माग। ईश्वरले तथास्तु भनी वरदान दिए। अन्तर्दान हुनुभयो। नागिनीहरूले प्रसाद जिग्र लाग्दा श्री स्वस्थानी परमेश्वरका व्रतका प्रभावले नागहरू आइपुगेर नागिनीहरूले मनमा आनन्द माने श्री स्वस्थानी परमेश्वरको प्रसादमा 8 अक्षता, 8 रोटी, 8 बेली पुष्प, 8 जरै, 8 सुपारी, 8 सगुन समेत आफ्ना आफ्ना पतिलाई ती प्रणाम गरे। अस्वस्थमा ऋषिलाई श्रद्धापूर्वक दान दक्षिणा भोजन गरे विदा गरे। ऋषि पनि खुसी हुँदै आफ्ना आश्रममा गए। त्यसपछि नाग नागिनीहरू व्रतको प्रभावले धन धान्यले परिपूर्ण भएर अनेकौँ सुख भोग गर्दै रहे। ती श्री स्कन्द पुराण केदारखण्डे माघमध्ये कुमारास्ते सम्वादे श्री स्वस्थानी परमेश्वरी व्रतकथायाम अस्वस्थमा म अर्षि पताल परमेश्वर नाम अष्टदश अध्याय श्री स्वस्थानी परमेश्वर भगवान नारायण। उपयनन्त मङ्गल सकल जगन मङ्गलाय श्रीमान दिन कर किरण नवदित नवदलिन नलनि विषण कृष्ण करू त कल्याण कंस कुञ्जरी काले प्रचण्ड पर्जन्य पृथ्वी शशिशालिनी देशोच्च छोमरतु ब्रह्मणा सन्तु निर्भया पुत्र पुत्रेण सन्तु पौत्रेण निदाना सदाना सन्तु जीवन्तु सर्वदा सदैव तत्र गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च स्रवाणि तीर्थानि पश्यन्ति तत्र या कुन्दे दुसारा धवला शुभ्र वृषभिता या वीणवर्धन मणिग्रह या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर प्रविधि वेदै सदा वन्दिता सामा पातु सरस्वती भगवती निश्चय जडपा कायन वाचा मनुष्य निर्वाह बुद्धिर्मा प्रसिद्धि करोवेल सकल स्पर्शमय नारायण यतिसार समर्पि श्री स्वस्थानी परमेश्वर जय भगवान नारायण स्वस्थानी भगवान नारायण हरि कृष्ण।